गुड मर्निङ है साथी हो, गुड मर्निङ। अहिले दिन हामी हिँड्नु लाग्यो, 5:30 भयो। आए देवी बिहान बिहानै के गर्न आए भन्नु होला। यहाँनिर साइन गर्दैछ कान्छी। ल साथी हो, यहाँ आइपुग्यो। हामी चाहिँ यहाँ आइपुग्यो, ओ कान्छी फिलिलिली अगाडि हो। अघि हिँड्दाखेरि जाडो हुन्छ, कानमा चिसो हुन्छ भनेर सल्लाहको अहिले त असिन पसिनै छुटायो साथीहरू। ए ल बहिनी गर्नु भएको छ छैन? अलिअलि भएको अरे हो। असिन पसिन भयो साथी हो, के गर्ने। 5:30 बजे हिँडेको, 6:30 बजे आइपुग्यो हामी आज। अब रुममा गइन्छ, एकछिन आराम गरिन्छ, नुहाइधुवाइ गरिन्छ, यसो एकछिन प्रे गरिन्छ, त्यसपछि खाजा नास्ता रेडी गरिन्छ, खाइन्छ। शनिबार छुट्टी हाम्रो, शनिबार छुट्टी भएकोले बहिनी र म हिँडेको बिहान चाहिँ। अरू बेला त बहिनीको भोलि पनि छुट्टी हो, आइतबार पनि। अनि भरेबाट त फेरि बेलुका मात्र गरेर। ल नमस्कार साथी, नमस्कार। खाजा खानु लाग्यो। यहाँ कफी छ। बिहानभरि 1 घन्टा हिँडेर आएको। कति छोड्यो कति राख्यो। दुईवटा बिस्कुट त साथी हो, नखाएको चित्तै बुझ्दैन के गर्नु। अब यति खाजा खाइसकेपछि अनि हिजोको चाउमिन छ अलिकता, अनि त्यो चाउमिन भरे खाने टाइममा भरे रोटी पोल्ने, मुसुरीको दाल बनाउने। गुलियो धेरै। त्यही माथि बिस्कुटको माथि हेर्नु न, के हो यो चिनी छर्केको के, झन् गुलियो। दुईवटा छ, अब सिध्याउने आजलाई, त्यसपछि अर्कै ल्याउने। नुहाएँ, प्रे गरेँ, अनि पुरा आएको छ ढुकुर। यता कता हो ढुकुर? ओ हिँड्दैछ ऊ ढुकुर हिँड्दैछ। हाम्रो चाहिँ बस्ने घर यस्तो छन्। ब्ल्याङ्केट र बेड कभरहरू फेरि थाप्ने बेला भयो। अब 2-3 महिना पछाडि 2 वर्ष पुग्छ अनि फेरि लिनुपर्ने हुन्छ, फेरि दियो भने चाहिँ। साथी हो, मैले चाहिँ फेरि दोकानमा आएको। यो चाहिँ सब्जी मात्रै छ यहाँ, फलफुल, अन्डा, सब्जी। मैले पुदिना लिएँ, 1 दाना पुदिना 1 रुपियाँ अरे। अनि यहाँ कागती लिउँ भनेको, कागती यहाँ कागती लिने। यो
के हो त यस्तो है तेरिया कागती लिनु पर्यो रातो आलु हेरौँ साथै यहाँ तरबुज करेला रहेछ सिन्कालो रहेछ यहाँ अस्ति लगेको बन्द छ अस्ति लगेको बन्द के यो कुन बन्द यो कुन बन्द हो यो 5 किलोको त एउटै होला कि 5 किलो रातो अलुवा सिक्दैछ एउटा मात्रै रहेछ हौ सिमी मेरो कागती कुलापट्टि नुङ्ले ल साथी हो म नेपाली हो कि फिलिपिन्स हो कि फिलिपिनी हो कि चाइना हो भनिदिनु पर्यो आमाले चाइनिज हो भनेर सोध्छ एकजना अरबी आमाले चाइनिज हो भनेर सोध्यो मैले नेपाली हो भनेको नेपाल रे कहाँ काम गर्छ रे युनिभर्सिटी भनेको बुझेन हिलाली भनेको बुझे अनि गए चाइना जस्तै देख्छ के हो मलाई त हो आधी चाइना आधी नेपाल यो जन्ममा चाइनामा जन्म भएको थियो